Hi everyone, good afternoon. I hope you all are doing great. So अहिले चाहिँ म बेला भिस्टा ललितपुर थेचोमा छु र म मात्र हैन कि आज मसँग मेरो टिमहरु पनि हुनुहुन्छ जसले अहिले इन्जोय गरिराख्नु भएको छ। सो आज म चाहिँ तपाईहरुलाई ओभरअल यो बेला भिस्टाको चाहिँ टुर गराउने वालामा छु। ओभरअल फ्यासिलिटी देखि लिएर सबै कुरा के कस्तो छ सबै कुरा देखाउने वालामा छु। प्लस भनेको चाहिँ एन्ड ओभरअल रिभ्यु पनि हामी दिने वालामा छौं। सो विदाउट एनी फर्दर डिले सो लेट्स गो। ओके सो अब चाहिँ हामी इन्ट्री गर्ने वालामा छौं कम दिस साइड। सो तपाईहरु आउनु भयो भने चाहिँ जुत्ताहरु यता यसरी खोलेर चाहिँ तपाईले यहाँनिर स्लिपर हुन्छ यो चाहिँ लाउनु पर्ने हुन्छ। एन्ड हाम्रो यहाँनिर यो सेकेन्ड फ्लोर भन्छ। हाम्रो फर्स्ट फ्लोर चाहिँ तल चाहिँ छ है र हाम्रो फर्स्ट फ्लोरको फर्स्ट साइडमा यहाँनिर चाहिँ हाम्रो योगा स्टेसन छ। अहिलेको लागि चाहिँ बेडसिटहरु रहेछ र यहाँनिर बसेर चाहिँ योगा गर्न मिल्छ है। अनि यहाँनिर चाहिँ हामीसँग एकदम राम्रो स्पेस जुन भनेको चाहिँ अलिकति गार्डन टाइपको छ जहाँ यहाँनिर बसेर चाहिँ इन्जोय गर्न सकिन्छ है। एन्ड कम दिस साइड यहाँनिर चाहिँ हामीसँग छ फर्स्टमा रुम। ओके सो यहाँनिर रुम छ। रुम पनि एकदमै लग्जरी छ, एकदमै ल्याभिस राइट। ओके जस्ट मैले यहाँनिर रुम पनि देखाइसकेँ। अनि यहाँनिर किचन पनि छ प्लस अनि यहाँनिर स्पेस छ जहाँ बसेर चाहिँ हामीले नेटफ्लिक्स हेर्न सक्छौँ। अब हामी बाहिर आउटडोर हेर्ने वालामा छौँ। सो ओके यु क्यान सी फ्रम दिस साइड यहाँनिर हेऱ्यो भने चाहिँ अब यहाँ स्मोक गर्नेहरूलाई स्मोकिङ जोन छ। अनि यहाँदेखि त अब भ्यू हेर्नुहुन्छ नि यु क्यान सी हाम्रो म्यामहरूले चाहिँ स्विमिङ गरिराख्नु भएको छ। ओके है सो अब हामी जानेवालामा छौँ हाम्रो फर्स्ट फ्लोर त्यो भनेको चाहिँ तल है। यो जस्ट सेकेन्ड फ्लोर भयो। अब चाहिँ हामी तल जानेवालामा छौँ। तल एकदमै राम्रो छ। ओभरअल इन्टेरियर डिजाइनदेखि लिएर सबै कुरा एकदमै राम्रो चाहिँ छ है। एन्ड भ्यू पनि एस्थेटिक छ है त। ओके ल अब यहाँनिर हामी आयौँ भने चाहिँ हाम्रो यहाँनिर टिमहरूले खेल्दै हुनुहुन्छ गेम। यहाँनिर चाहिँ हाम्रो स्मल हल टाइपको भयो। यहाँनिर बसेर चाहिँ मिटिङ सेटिङ प्लस गेमहरू खेल्न मिल्छ। गेम जोन पनि रहेछ। ओके अनि यहाँनिर हाम्रो रुम छ, बेड छ। ओके एन्ड यहाँनिर गयो भने चाहिँ स्विमिङ पुल छ। ओके सो यु क्यान सी यो चाहिँ हाम्रो स्विमिङ पुल। ओके एन्ड लेट्स गो। अब माथि जाउँ है त। यहाँनिर हेर्नुहुन्छ भने हामीसँग स्टेयर एकदमै एकदमै एस्थेटिक स्टेयर छ। ओके एन्ड अब यहाँनिर चाहिँ फर्स्टमै स्पेस छ, बाहिरको स्पेस छ। यहाँनिर एकदमै राम्रो छ है। कम दिस साइड यताबाट यसरी देखाइदिनुहोस् त यता यो भ्यूलाई। सो यहाँनिर पनि यस्तो एस्थेटिक छ क्या होइन, एकदमै राम्रो छ। ओके सो एकचोटि यो भ्यू हेर्न सक्नुहुन्छ। वाउ ओके सो अब हामी यहाँको रुमहरू हेर्ने वालामा छौँ। यहाँ चाहिँ हाम्रो त्यो स्पेस छ, त्यो लक छ। अनि यहाँनिर म्यामहरूको रुम हो दुईजनाको। ओके त्यता चाहिँ म गएन अहिले। त्यसपछि यहाँ पनि रुम भइहाल्यो। ओके एन्ड हामीसँग माथि पनि रुफटप छ फ्रम दिस साइड। ओके ल अब यहाँबाट हेऱ्यो भने ओभरअल भ्यू पनि राम्रो छ। ओके यो चाहिँ हाम्रो रुफटप भयो। ल अब यहाँबाट तलको भ्यू पनि हेर्न सक्नुहुन्छ। यहाँबाट यहाँ रुमको भ्यू क्या सायद यो के हो त्यो। अब यहाँनिर हामीले हाम्रो टिमहरूलाई पनि हेर्न सक्छौँ। तल थोरै देखाइदेऊ। ओके यो चाहिँ छ है। सो अब यता देखाउनु सबैजनाले यहाँ देखाउनुहोस् त। सो अब ओभरअल रुमको टुर त गरिसक्नु भएको छ, भिल्लाको टुर त गरिसक्नु भएको छ राइट। सो म के भन्छु भने जति पनि हस्लर्सहरू हुनुहुन्छ जसले इफोर्ट लगाइराख्नु भएको छ, मेहनत गरिराख्नु भएको छ भने चाहिँ यदि तपाईँले आफ्नो प्रोसेसलाई ट्रस्ट गरेर अगाडि बढाउनुहुन्छ भने तपाईँले पनि यो चिज पाउनेवालामा हुनुहुन्छ राइट। आज सायद म आफूले नि सोचेको थिएन म यो लेभलमा पुग्छु र आज मैले यति धेरैजना टिमहरूलाई चाहिँ यो बेला भिस्टा बुक गरेर यहाँ लिएर आउँछु भन्ने मैले पनि सोचेको थिएन। बट यो सबै चिज चाहिँ एउटा बिलिभको कारणले हो। सो द्याट्स वाइ यदि तपाईँलाई ग्रो गर्नु छ, यदि तपाईँलाई यो लेभलमा पुग्नु छ, यदि तपाईँलाई राम्रो कमन लाइकको बन्नु छ भने फर्स्ट थिङ बिलिभ गर्नुहोस् आफूलाई, आफ्नो कामलाई, आफ्टर द्याट प्लानलाई एक्जिक्युट गर्नुहोस् र अगाडि बढ्नुहोस्। डेफिनेटली तपाईँ पनि यो लेभलमा पुग्न सक्नुहुन्छ। सो हामी अब नेक्स्ट भिल्लामा फेरि भेट्नेवालामा छौँ। सो विश यु गुड लक। थ्याङ्क यू।